What's up guys? आज धेरै दिनपछि भ्लग आएको छ। आज अहिले 4 बज्न लाग्यो, बेलुकाको 4 बज्न लाग्यो। एन्ड आज अलिकति कुराहरू प्लान छ अनि मैले धेरै दिन पनि भयो भ्लग नगरेको। सो आइ एम गोना बी भ्लगिङ टुडे। मेरो बिचमा चाहिँ भ्लगिङहरू मेरो डिटेरियोरेटिङ हेल्थले गर्दा अलिकति रोकिएको थियो। अब चाहिँ अलिकति कन्टिन्युसै आउँछ होला। I'm going to Delhi for a checkup also. So you guys stay tuned. अब हेरौँ दिनमा के हुन्छ म डकुमेन्ट गर्दै जान्छु। आज केही भएन पनि अलिकति गिटार बजाएर सुनाइदिउँला हजुरहरूलाई। सो द्याट्स इट, बाइ बाइ। सो गाइस, दिस इज मेरो दादाको न्यू रुम। भर्खर बनेको, तल तोडफोड भएर बनेको। अब म चाहिँ घुम्न जाँदैछु स्लिभलेस लगाएर। यता गिटार छ, यता यो सब छ, स्पिकर छ। मैले पछितिर राम्ररी टुर दिन्छु होला। सो आइ एम गोइङ घुम्न विथ बाबा। सो यु विल हियर फ्रम बाबा यसपछि। बाई बाबा। हामीहरू कहाँ जानु लाग्यो? हामी यहाँबाट बोराडाँडी, राजपुर, गेटा हुँदै अत्तरिया, स्याउले भएर घोडसुवा हुँदै पिपल चौतारा हुँदै असनपुर आउँदैछौँ। अब काठमाडौँ धनगढी जस्तो त्यस्तो ठुलो राइड त होइन, तर हामीहरूको लागि रमाइलो। यत्रो दिन भयो म घरबाट निस्किन नपाएको, अब रमाइलो गर्दैछौँ। मम्मी के छ? मम्मी यहाँ किन डिप्रेसनमा हुनुहुन्छ? ल म आउँदाखेरि खुसी हुनुहुन्छ कि मम्मी? ल बाई बाई। सो गाइज, हामीहरू आएछौँ दिदीको पसलमा। दिदी यहाँ काम गर्दै हुनुहुन्छ। सी दिदी, से हाई टु द भ्लग। हाई गाइज, वेलकम ब्याक टु पिपल्स भ्लग। हामी छौँ अहिले सुरमा देवी सप्लायर्समा। के पो पाउँदो रहेछ यहाँ दिदी? के पाउँछ? हार्डवेयरको पसल हो। केही चाहियो भनेपछि प्लिज कन्ट्याक्ट बिल्कुल थ्रु मलाई या डाइरेक्ट मलाई कन्ट्याक्ट गर्दा पनि हुन्छ। त्यो छ राज हाइवेमा, राजपुर रोडमा सुरमा देवी सप्लायर्स। ल, दिदीले आफ्नो सेल्फ प्रोमा हानिसक्नुभयो। राम्रै छ, जम्मै धान रोपेको। आज हामीहरू आएको छौँ ठुलमम्मीको नयाँ घरमा। दिस इज भाउजू नयाँ घर किन्दा कस्तो लागिरहेछ? नै जे भयो नि हजुरहरूको लागि त नयाँ हो। ठुलमम्मी के छ? आज दिनभरि घरमा काम गरेको। देयर इज आवर ठुलबा। भर्खरै यहाँ घरबाट निस्कियौँ हामी। अब चाहिँ हाम्रो घर जानु लाग्यो। ठुलमम्मी केही शब्द हाम्रो अडियन्सलाई केही भन्न चाहनुहुन्छ? सेम, मलाई पनि चिया खान मन लाग्यो। अब घर गएर भेटौँ है। गाइज, हामीहरू बल्ल घर पुग्यो। म एकदमै थकित छु। आज कहीँ बाहिर निस्किँदैन। सो द्याट वाज द डे। एकदमै घुमियो मजाले। अब हजुरहरूले पुरै देखिसक्नुभयो। बाबा पनि एकदम एक्साइटेड हुनुहुन्थ्यो। मैले बाबालाई एउटा अड्डामा लगेर गएँ। त्यहाँ गएर हामीहरूले समोसा खायौँ। यति मिठो समोसा थियो। अनि लभ कुसमा गएर हामीहरूले लस्सी खाएर आएको। इट वाज अ फन डे। एकदमै रमाइलो भयो। अब भ्लग नेक्स्ट कहिले आउँछ थाहा छैन, तर स्टे ट्युन्ड। बाई।